हेलो एन्ड नमस्ते सबैलाई रोयल क्याम्पसको तपाईँलाई भ्लगमा तपाईँलाई स्वागत छ। आज डे 2 है। अब मैले चाहिँ भनेको थिएँ नि हप्तामा 2टा भिडियो चाहिँ मैले राख्छु भनेर। सो म चाहिँ क्यामेरा पसलमा आइसकेको छु है। अब चाहिँ भ्लग स्टार्ट हुन्छ। म पसलतिर जान्छु है। यतापट्टि चाहिँ हाम्रो हिजोको भ्लग हेर्दैछन् भाइले फेरि। ल अब चाहिँ केही मजा होला जस्तो छ। यतापट्टि फेरि क्यामेराहरूको सबै लेन्सहरू चेक गर्न लाग्छु भाइलाई मैले हैन। अब आफ्नो नै क्यामेरा पसल छ, आफ्नै रिपेयर सेन्टर छ। भइसकेपछि आफूसँग भएको क्यामेरा बिग्रेको भयो भने त मजा आउँदैन नि त। सानो अटो फोकस 500 रुपियाँ खर्च हुने चिजले पनि कस्टमरलाई मन नपर्न सक्छ कि, बरु फेरेर राखिदिइहाल्नु। तर हामीसँग फेरि अहिले अनलाइन ट्रान्सफर गर्नलाई पनि कुन चाहिँ भन्नुभयो? यो अन चाहिँ हुन्छ हुँदैन तपाईँको? सबै भइरहेको त्यतिकै छन् के अरे 10,000 तिरेर बनाएको। ए पहिला अस्ति भर्खर बनाएको, फेरि 1-2 मिनट थन्क्यो होइन, के भयो कि ए अनै हुँदो रहेछ। नचलाएर बर्बाद हो कि। ए ठिकै थियो यो फेरि तपाईँको यसको बोर्ड जान्छ कि यो क्यामेरा, यो 7D क्यामेरा फेरि धेरै पुरानो मोडल हो। यसको फेरि बोर्ड जान्छ। एकछिन चल्छ तात्तिएपछि चल्दैन कि यो समस्या त्यो। काम लाग्छ होला, हजुर के त काम लाग्छ त्यस्तो त हुँदैन किनकि अब अहिले रडले किनिसकेपछि। त्यतिकै ताजा बनाएर हजुर अनलाइनै भयो ठिकै थियो। हो, तर पैसा पुगेन क्या अहिले, त्यही भएर। ल तपाईँको भयो। तपाईँ हाम्रो बिलहरू केही ल्याउनु भयो? दिन त त्यही कहाँ खाली एउटा एग्रिमेन्ट पेपर रेडी गरेन नत्र नि फेरि स्टिसी भयो कि काठमाडौँ आइएको थिएन, आउँदाखेरि ल्याउनु झ्याउला मिलाइदियो। अहिले त स्टीको लागि भनेर आएको थिएन। त्यसको चार्ज छैन हो यसमा बेटीमा? बेटीमा चार्ज छैन। चेक गरेका हो होइमु? ठिकै छ। अटो फोकस लियो फङ्गस त मुस्त लागेको रहेछ भित्रपट्टि। उहाँले चाहिँ अब सिल ब्याग तोड्दै हुनुहुन्छ मिनी 5 प्रो। ए मात्रै दाइ थिमा पनि ट्याक्क दाइले यसको सिल तोड्ने यहाँ यहाँ छ, सिल यहाँ छ। यो यसलाई तान्न पऱ्यो। यहाँ तान्ने कुरो त यहाँ छ कि सानो हजुर हो, त्यो तान्न त अब हुन्छ। अब यो माथि यसरी लाग्ने होइन यो यो यस्तरी हुन्छ तपाईँको। अब बल्ल यो निस्किन्छ ल तपाईँको। ब्याट्री र केसीहरूलाई चार्जरहरू त्यो क्यामेरा भइहाल्यो। त्यसको लागि मैले भन्थेँ नि एक्सन 6 मा चाहिँ यो देखाइन क्या तपाईँको। के छैन हजुर हजुर सबै भइसक्यो हजुर। क्यामेराको ए ल हुन्छ, हस् तपाईँलाई धेरै धेरै शुभकामना छ। ल ल है त बाइकमा जानुभयो। सो भर्खरै एउटा डिल भयो मिनी 5 प्रो हामीले सिल गरेको एक्सचेन्ज गरेर भने हिरो 13 लिने या 12 लिने प्लानमा हुन्थ्यो, तर मिनी 5 प्रो नै लानुभयो उहाँले होइन। र अहिले भर्खरै 90D एकदम बेस्ट प्राइसमा लिएको छु। अब मैले भिडियो टिकटकमा नि हाल्छु। अब 90D अनि यो हाम्रो 7D पनि लिएको छु है। अब पुरानो मोडल भए पनि मलाई मनपर्छ यो मोडल चाहिँ, यसको कलर टोन राम्रो छ। 90D र 90D चाहिँ किन्यौँ। 1300D लिएर फेरि हामीसँग एक्सन 6 लाने कुरा थियो, तर एक्सन 5 लानुभयो लास्टमा गएर है। सो अब भिडियो हेर्दै गर्नु होला है त। अब यसरी नै तपाईँको डिल गर्दा पछिको तपाईँको हामीले चाहिँ यसरी बिहाइन्ड द सिन राखिराख्छौँ है। सपोर्ट गरिराख्नु होला है त। यो चाहिँ सिल चाहिँ यहाँ राख्नु पऱ्यो। यसमा अब यहाँ भनेको सामानहरू सबै छ यसमा होइन। यो तपाईँको चाहिँ स्टिक भयो, अनि 3टा बेटी भयो, अनि 3टै बेटी एकैचोटि जाँदा गर्ने वाला केस भयो। यसमा अनि यही नै भयो होइन। अब यसमा चाहिँ क्यामेरा छ, यो क्यामेराको भयो, यो एसओएस भयो, अनि स्टिक चाहिँ तल छ बाहिर चाहिँ अनि रेकर्ड हुँदाखेरि डिस्प्ले चाहिँ हजुर डिस्प्ले अफ अटोमेटिक यो चाहिँ एक्सन 5 हो।
अटोमेटिक डिस्प्ले अफ हुनु पाउनु मिल्छ त्यो गरिदिनु त्यो अटोमेटिक डिस्प्ले अफ हुन्छ नि रेकर्ड भएपछि त्यो 3 सेकेन्ड पछि या 3 सेकेन्ड लगभग 7-10 सेकेन्ड पछि त्यो बनाऊ त हाम्रो के चिन्ता सो हाम्रो पसलबाडी चाहिँ यहाँ दुईवटा दाइहरूले चाहिँ पकेट 3 लिन लाउनु भए स्क्रैच पनि आउँछ हजुर स्क्रैच पनि आउँछ कि के हो स्क्रैच स्क्रैच भन्नाले ए कुपन कार्ड न्यू पर्छ कि भने नि त्यसमा अब तपाईँको त्यो अघिको छ नि त्यसमा त्यस्तो खाले कभर थियो अब तपाईँको त्यसमा यस्तो खाले बनाउँछ यो एक्स्ट्रा उ भइहाल्यो स्ट्यान्ड यो भयो यो केबल यसमै आउँछ यो वाला भयो त्यही वाला यो भइहाल्यो त्यसमा वाइड एङ्गल उता डिजाइन मेमो भन्ने हुन्छ त्यो डाइरेक्ट गरेर गर्नुहुन्छ 45 तपाईहरुलाई सञ्जीव दाइको भ्लगमा स्वागत छ यहाँनिर सञ्जीव दाइ हुनुहुन्छ आएको छ हामीसँग है केएनएफको स्टिकहरु राम्रो राम्रो आएको छ अब इन्डिभिजुअल के भन्छ यसलाई इन्टरनेसनल इन्भिजिबल स्टिक आएको छ अनि भर्खरै मैले यहाँ एउटा स्टिक निकालेको थिएँ खै यही निकाल्यो हेर्नु यस्तो दामी ह यो वाला ह्याप्पीमा हो कि ह्याप्पीमा सकिसक्यो के ह्याप्पीमा मगाउनु भन्थ्यो अघि नि तपाईँलाई यो हेभी हैन यो त सानो वाला भयो नि यो वाला हेर्नु तपाईँको यो चाहिँ के अरे X3 X4 X5हरूमा नि युज हुन्छ अनि यो चाहिँ तपाईँको गोप्रोहरूमा जम्मामा युज हुन्छ यो चाहिँ एकदमै यसको तपाईँको गोप्रोहरूको लागि चाहिँ यो माउन्ट हालेर युज गर्न मिल्यो अनि यो स्क्रु भइहाल्यो हेर्नु यो दामीवाला यो दामीवाला अनि अरू तपाईँको यहाँनिर यो त्यही स्टिक भइहाल्यो यो त्यही स्टिक भइहाल्यो तपाईँको यो चाहिँ यो लङवाला स्टिक भइहाल्यो नयाँ भर्सन हो अनि यो फ्ल्यास लाइट धेरै कस्टमरले चाहिँ मलाई के भन्नुहुन्छ भन्दा डिजाइको एक्सन 5 एक्सन 6 को लागि सिंगल माइकवाला चाहियो सस्तोमा चाहियो भन्नुहुन्छ है सस्तोमा माइक मिनी हैन माइक मिनी 2 आइसक्यो है हामीसँग चाहिँ तपाईले यो मोबाइलमा नि युज गर्न सक्नुहुन्छ र एक्सन 6 एक्सन 5 एक्सन 4 एक्सन 3 सबैमा युज गर्न सक्नुहुन्छ है र यही हामीसँग माइक 2 हामीसँग क्यामेरा लाग्ने पनि आइसकेको छ डिजाइको माइक मिनी 2 है माइक 2 हैन है र हामीसँग भेरिएन्ट हेरी छ तपाईको एउटा तपाईको भेरिएन्ट छ हामीसँग सबभन्दा महँगो भेरिएन्ट भनेको तपाईको चाहिँ 19500 को छ जुन क्यामेरामा नि लाग्छ अर्को भेरिएन्ट छ तपाईको चाहिँ मोबाइललाई पनि हुने र तपाईको चाहिँ यो ड्युलवाला भेरिएन्ट दुईटा तपाईको माइक हुन्छ यसमा चाहिँ हैन यसमा तपाईको चाहिँ रिसिभरदेखि लिएर सबै कुरा हुन्छ यसको प्राइसको कुरा गर्दाखेरि 16500 छ भने रिसिभर र एउटा माइक मात्रै भएको वाला चाहिँ यसको 11500 छ है बेस्ट है अहिलेसम्मको बेस्ट र गोप्रोको लागि है गोप्रोको लागि डिजाइको एक्सन 5 अनि तपाईको चाहिँ Insta 360 X3 X4 सबैलाई हुने खालको है यो चाहिँ केएनएफ कम्पनीको तपाईको 360 को तपाईको चाहिँ यो स्टिक तपाईको 6500 पर्छ भने केएनएफ कम्पनीको जम्मा 2500 रुपैयाँमा आउँछ जम्मा सस्तो प्राइस छ है त बिल क्वालिटीको गर्नुहुन्छ भने 360 कम्पनी भन्दा राम्रो छ जुन 360 को फ्रीमा आउँछ नि जुन चाहिँ कम्बो ब्याक सेटमा 1,14,000 किनेपछि आउँछ नि त्यो वाला भेरिएन्ट चाहिँ तपाईको यो बेस्ट छ पार्ट है र यो चाहिँ तपाईको तलपट्टि स्ट्यान्ड हुँदैन हातमा मात्रै लिएर हिँड्नु मिल्ने हो अर्को चाहिँ हैन मलाई चाहिँ अलिकति भैमा पनि रेसर राखेर खिच्न मिल्ने चाहियो भन्नुहुन्छ भने चाहिँ Insta 360 लाई नि हुने गोप्रोलाई पनि हुने हामीसँग अर्को वाला पनि छ है र तपाईलाई चाहिँ एन्टी फिल्टर चाहियो क्यामेराको लागि भन्नुहुन्छ 77mm 82mm 67mm 62mm हामीसँग एकदम सस्तो प्राइसमा केएनएफ कम्पनीको भेरिएबलवाला है भेरिएबलवाला हामीसँग एन्टी फिल्टर आइसकेको छ र अहिलेको V1 माइन भन्ने कम्पनी तपाईको चाहिँ गोडेक्स कम्पनीको टच स्क्रिनवाला हामीसँग आइसकेको छ फ्ल्यास स्पिड लाइट है यो चाहिँ एकदम सस्तो प्राइसमा आउँछ म तपाईलाई अफर प्राइसमा दिन्छु यहाँ तपाईको चाहिँ प्राइस फरक राखे पनि यो भन्दा तपाईको चाहिँ लगभग 1500 तपाईले सस्तो पाउन सक्नुहुन्छ है र अब तपाईलाई V1 को फ्ल्यास तपाईले कहीँ पनि पाउनु भएन होला तर प्राइस चाहिँ अलि महँगो त महँगो नै छ यसको प्राइस मात्र 23000 यसको प्राइस मात्र तपाईको 21500 अफर प्राइस है भोलिको लागि अफर प्राइस ल
तपाईँलाई DJI-को पकेट 3 एकदम सस्तो प्राइसमा चाहिएको छ भने हामीसँग स्ट्यान्डर्डवाला प्याक आइसकेको छ है। यो चाहिँ एकदमै अफर प्राइसमा पाउनुहुन्छ किनकि ओस्मो पकेट 4 आइसक्यो। अब ओस्मो पकेट 3 को प्राइस ड्रप भइसकेको छ है। तपाईँ कन्टेन्ट क्रिएट गर्न चाहनुहुन्छ, तपाईँलाई बेस्ट तपाईँको रिजल्ट चाहनुहुन्छ भने 4K भिडियो खिच्न मिल्ने पकेट 3 हामीसँग आइसकेको छ। होइन मेरो बजेट छ, म ओस्मो पकेट 4 नै लिन्छु भन्नुहुन्छ भने हामीसँग कम्बो प्याक सेट पनि छ। मार्केट प्राइसभन्दा एकदम सस्तो प्राइसमा नै पाउनुहुन्छ। 1 इयरको वारेन्टी सेट पाउनुहुन्छ। पकेट 3 को कुरो गर्दाखेरि चाहिँ बेस्ट प्राइस पाउनुहुन्छ। हाम्रो बसेको लोकेसन नयाँ बस पार्क रोड चाहिँ सेकेन्ड फ्लोर एडभान्स आएमा क्यास अन डेलिभरी अल ओभर नेपाल हुन्छ। यो 3टा पिस मात्रै छ। यो 3टा पिस सकिसकेपछि पकेट 3 तपाईँको चाहिँ नन कम्पोसेट काहीँ पनि पाउनुहुन्न, काहीँ पनि छँदैन छैन। छिटोभन्दा छिटो कन्ट्याक्ट गर्नु होला। यो चाहिँ तपाईँको ररको क्यामेरा हो। अब यसमा र यसमा त्यति धेरै डिफरेन्स नभए पनि तपाईँले चाहिँ योबाट स्टार्ट गर्न चाहनुहुन्छ भने बेस्ट छ है। बेस्ट क्वालिटीमा छ र तपाईँलाई चाहिँ होइन मलाई मोबाइलको लागि चाहिँ या पकेट 3 मा नन कम्बो भएपछि त माइक हुँदैन, यो चाहिन्छ भने यो जम्मा तपाईँको चाहिँ 11,500 मा DJI-को माइक 2 आउँछ है। माइक 2 बेस्ट हुन्छ तपाईँलाई चाहिँ डाइरेक्ट यसमा कनेक्सन गर्नको लागि, मोबाइलको लागि पनि हुन्छ। यो तपाईँले चाहिँ माइक मिनी अहिलेसम्म तपाईँले सस्तोमा पाइरहनु भएन भने माइक 2 नै आइसक्यो सस्तोमा है। अब माइक मिनी मात्रै लिएर हुँदैन, सिङ्गल बेड लिसँग लिन चाहन्छ भने यो बेस्ट छ है त। भयो भर्खरै मैले सुट सकिसकेँ है। अब अर्को क्यामेराको भिडियो बनाउँदैछौँ अब है। अब एकदम सस्तोमा सामान आएको छ। म युट्युबमा पनि हाल्छु, टिकटकमा पनि हाल्छु। यसरी नै भिडियो चाहिँ तपाईँको चलिरहन्छ। तपाईँलाई केही कुराको तपाईँलाई जानकारी लिन मन लाग्यो भने मलाई व्हाट्सएपमा मेसेज पनि गर्न सक्नुहुन्छ। सो होइन अब आज चाहिँ अब राति भइसक्यो। अब अहिले लगभग भइसक्यो 8 बज्न लागिसक्यो है। अब हामीले चाहिँ सुट गरेर जाने हो है। अब आजको दिन यत्तिकै सकियो है। अब हाम्रो बसको लोकेसन नयाँ बस पार्क रोड चाहिँ सेकेन्ड फ्लोर। क्यामेरा किन्नु परेमा व्हाट्सएप गर्नु होला या तपाईँको क्यास अन डेलिभरी अल ओभर नेपाल हुन्छ। सो भिडियो हेर्दै गर्नु होला। आजको भिडियो यति नै थियो है। तपाईँलाई चाहिँ कस्तो लाग्यो, केही तपाईँलाई सुझाव दिन पर्ने छ भने पनि सुझाव दिनु होला। त्यसलाई हामीले पनि पोजिटिभ रूपमा लिन्छौँ। हस् त, धन्यवाद है त।